ल, नेपालको भविष्य आखिर कस्तो हुनुपर्छ त? हो, यही प्रश्नको जवाब खोज्न विश्वभर छरिएर रहेका नेपालीहरू एक ठाउँमा आएका छन् र उनीहरूले भर्खरै एउटा निकै नै महत्वाकांक्षी घोषणापत्र पनि सार्वजनिक गरेका छन्। 2026को गैर आवासीय नेपाली घोषणापत्र। आउनुहोस्, आज हामी यही घोषणापत्रले कोरेको समृद्ध नेपालको खाकालाई अलिक गहिरेर हेरौँ न। थाहा छ, हरेक ठूलो अभियानको एउटा नारा हुन्छ, एउटा मन्त्र हुन्छ, र यो अभियानको नारा थियो हाम्रो एकता समृद्धिको आधार। मार्च 2026मा भएको 12औं विश्व सम्मेलनको यो मूल मन्त्रले नै विश्वभरका नेपालीलाई एउटै लक्ष्यका लागि एक ठाउँमा उभिन आह्वान गर्यो। त्यो लक्ष्य हो नेपालको समृद्धि। अब यो घोषणापत्रलाई राम्रोसँग बुझ्न हामी यसलाई 5 मुख्य खण्डमा बाँडेर हेर्नेछौँ। पहिला एकताका लागि आह्वान, त्यसपछि डायस्पोरा लगानीको कुरा, अनि नागरिक अधिकार, भविष्य निर्माण र अन्त्यमा समृद्धिको प्रतिज्ञा। ल, सुरु गरौँ पहिलो खण्डबाट, एकताका लागि आह्वान। यो केवल एउटा सम्मेलन मात्रै थिएन है, यो त विश्वभर फैलिएका नेपालीहरूलाई आफ्नो मातृभूमिको भविष्य कोर्न एकसाथ ल्याउने एउटा ऐतिहासिक जमघट थियो। किनभने एकता बिना त कुनै पनि ठूलो लक्ष्य हासिल गर्न सकिँदैन, होइन र? यो भेला कत्रो थियो भन्ने कुरा यो सङ्ख्याले नै बताउँछ। 4286 प्रतिनिधिहरू। सोच्नुस् त, काठमाडौँमा 400 भन्दा बढी त प्रत्यक्ष नै सहभागी थिए, अनि बाँकी हजारौंले चाहिँ अनलाइन मार्फत विश्वको कुना कुनाबाट आफ्नो उपस्थिति जनाए। यो साँच्चै नै एउटा ग्लोबल नेपाली जमघट थियो। र यो सम्मेलनको महत्त्व सहभागीहरूको प्रोफाइलले पनि देखाउँछ। प्रधानमन्त्री, मन्त्रीहरू अनि पूर्व प्रधानमन्त्रीहरूसम्मको उपस्थिति। यसले के सङ्केत गर्छ भने यो कुनै सामान्य कार्यक्रम थिएन। खासमा यो नोभेम्बर 2025मा भएको त्यो ऐतिहासिक एकताको सहमतिलाई व्यवहारमा उतार्न सरकार र गैर आवासीय नेपाली समुदाय बीचको एउटा गम्भीर सहकार्यको प्रयास थियो। ल, अब लागू दोस्रो खण्डतिर, जुन हो डायस्पोरा लगानी। कुनै पनि देशको समृद्धिको इन्जिन भनेकै त्यसको अर्थतन्त्र हो, र यो घोषणापत्रले विश्वभर छरिएको नेपालीहरूको पुँजी, सिप र ज्ञानलाई देश विकासको मूलधारमा कसरी जोड्ने भनेर एउटा स्पष्ट रोडम्याप दिएको छ। त्यसो भए डायस्पोरा लगानी भनेको के हो त? यो केवल पैसा पठाउनु मात्रै होइन, यो त विदेशमा रहेका नेपालीहरूको सिप, अनुभव र विश्वव्यापी नेटवर्कलाई नेपालभित्रै रोजगारी सृजना गर्न, नयाँ उद्योग खोल्न र समग्रमा अर्थतन्त्रलाई नै गति दिन प्रयोग गर्ने एउटा शक्तिशाली आइडिया हो। भन्नुपर्दा विदेशमा रहेको त्यो अदृश्य खजानालाई स्वदेशमा प्रयोग गर्नु जस्तै हो। लगानी भित्र्याउन सबैभन्दा ठूलो बाधा के हो? झन्झटिलो प्रक्रिया, होइन त? त्यसैले घोषणापत्रको एउटा मुख्य माग नै लगानीको बाटोलाई एकदमै सरल बनाउनु हो। ब्याङ्क खाता खोल्नदेखि लिएर लगानी गर्न र कमाएको नाफा फिर्ता लैजाने प्रक्रियासम्म सबै कुरा सजिलो र पारदर्शी हुनुपर्छ भन्नेमा यसको जोड छ। अब प्रक्रियालाई सरल बनाउन त कानुनी सुधार अनिवार्य नै भयो। घोषणापत्रले लगानीको बाटोमा रहेका कानुनी पर्खालहरू भत्काउन 5वटा महत्त्वपूर्ण ऐनमा संशोधन गर्नुपर्ने भनेर किटान्ने गरेको छ। यसमा गैर आवासीय नेपाली ऐन, नागरिकता ऐन र विदेशी लगानी ऐन जस्ता कानूनहरू छन्, जसले लगानीको वातावरणमा सिधै असर पार्छन्। ल, लगानी गर्ने त भनियो, तर कहाँ गर्ने त? घोषणापत्रले उच्च सम्भावना भएका क्षेत्रहरूमा ध्यान केन्द्रित गरेको छ, जस्तै जलविद्युत, कृषि, पर्यटन र अहिलेको ट्रेन्ड सूचना प्रविधि जस्ता नयाँ र नवीन उद्योगहरूमा लगानी गरेर एउटा आधुनिक र आत्मनिर्भर नेपाल बनाउने लक्ष्य एकदमै स्पष्ट देखिन्छ। अब पैसा र लगानी मात्रै त सबथोक होइन। त्यसैले अब हामी तेस्रो खण्डमा जाँदैछौँ, नागरिक अधिकार। यो खण्डले चाहिँ देशभित्र र बाहिर रहेका सबै नेपालीहरूको सुरक्षा, सम्मान र अधिकारको सुनिश्चिततामा जोड दिन्छ। यहाँको मुख्य माग के हो भने गैर आवासीय नेपाली नागरिकता केवल एउटा परिचय पत्रमा मात्र सीमित हुनु भएन। यो नागरिकताले संविधानले दिएका वास्तविक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू पनि दिनुपर्छ, र यसका लागि सम्बन्धित कानूनमा तुरुन्त संशोधन गर्नुपर्छ भनेर माग गरिएको छ। देशको अर्थतन्त्रमा यति ठूलो योगदान दिने लाखौं नेपाली श्रमिकहरूको सुरक्षालाई पनि घोषणापत्रले उच्च प्राथमिकतामा राखेको छ।
विदेशमा उनीहरूको सम्मान र अधिकार सुनिश्चित गर्नका लागि सम्बन्धित देशका सरकारहरू र अन्तर्राष्ट्रिय संस्थाहरूसँग मिलेर ठोस कदम चाल्नुपर्छ भन्ने प्रतिबद्धता देखिन्छ। अब लागौं चौथो खण्डतिर, भविष्य निर्माण। आजको लगानी र अधिकारको कुरा भोलिका लागि पनि त सान्दर्भिक हुनु पर्यो नि, होइन र? यो खण्डले नेपाल र यसको विश्वव्यापी समुदायबीचको सम्बन्धलाई नयाँ पुस्तासम्म कसरी जीवन्त राख्ने भन्ने कुरामा ध्यान दिएको छ। यो खण्डले भविष्यको एउटा निकै सुन्दर तस्बिर देखाउँछ। एउटा यस्तो भविष्य जहाँ विदेशमा हुर्किरहेका नयाँ पुस्ता पनि आफ्नो जरासँग जोडिएका छन्, जहाँ विश्वभर फैलिएका नेपाली विज्ञहरूको ज्ञान र सिपले नेपालको विकासमा योगदान दिइरहेको छ, र जहाँ गैर आवासीय नेपाली सङ्घ आफैमा एउटा बलियो र एकीकृत संस्था बनेर उभिएको छ। र अब हामी आइपुगेका छौं अन्तिम र पाँचौं खण्डमा, समृद्धिको प्रतिज्ञा। यहाँनिर हामी यी सबै अलग अलग कुराहरूलाई एकै ठाउँमा जोडेर घोषणापत्रको अन्तिम लक्ष्य के हो भनेर हेर्नेछौं। यो घोषणापत्रको सार, यसको मुटु भनेकै यही हो: विश्वभरका नेपालीहरूको एकता, उनीहरूको ज्ञान र उनीहरूको पुँजीलाई एकै ठाउँमा जोडेर एउटा समृद्ध, समावेशी र आत्मनिर्भर नेपालको निर्माण गर्नु। छोटकरीमा भन्नुपर्दा यो पूरा घोषणापत्र 3वटा बलिया स्तम्भमा अडिएको छ: आर्थिक लगानी, नागरिक अधिकारको रक्षा र सांस्कृतिक सम्बन्धको विस्तार। यी तीनमध्ये कुनै एउटा मात्र भएर हुँदैन। राष्ट्रिय प्रगतिको दिगो जग बसाल्न यी तीनवटै बीच सन्तुलन चाहिन्छ। र अन्तमा एउटा महत्त्वपूर्ण प्रश्न, यो घोषणापत्रले कागजमा एउटा निकै शक्तिशाली र महत्त्वाकांक्षी खाका त प्रस्तुत गरेको छ, तर के यो एकीकृत दृष्टिकोण साँच्चै नै व्यवहारमा नेपालको समृद्धिको आधार बन्न सक्ला त? यो सपनालाई विपनामा बदल्ने चुनौती र अवसर दुवै अब हाम्रो सामुन्ने छ।